कुमारी हौ चन्दन कुमारी चन्द्र जुन भनेको चन्द्र तर धन्यवाद सोल्टी नि यति मिठो गऱ्यौँ खुवाउनु भएकोमा मिरमको मम्मी चाहिँ कहाँ जानुभयो मिरमको मम्मी कहाँ जानुभयो के भन्छ रिहर्सल रिहर्सल के हो त्यो हामी प्र्याक्टिस गर्ने थियौँ हाम्रो सर्टिफिकेटको चाहिँ हेलो गुड मर्निङ सेवा सबैजनालाई आज बिहानीको मेरो भिडियो मैले रुखमाथिबाट स्टार्ट गर्दैछु रुख कति माथि छ म चाहिँ आज जामुन टिप्नलाई भनेर चाहिँ रुख चढेको छु आज चाहिँ मैले मोबाइल लिएर आएको छु रुखमाथि रुखमाथि मोबाइल लिएर आएको छु जामुनको भिडियो पनि खिच्नेवाला छु आम्मै त म त उठेर मुख पनि नधोइ चढेको ओके आज भिडियो सँगसँगै जामुन खाइदिउँ है त ए प्रभु मैले भर्याङ लाएर चढेको अब फडिन टिप्ने हो जामुन हो कि फडिन म त फडिन भन्छ यत्रो छ अरू चाहिँ ठुल्ठुलो हुँदो रहेछ बजारतिर बेच्न ल्याएको चाहिँ र यो चाहिँ यत्रो छ यो यत्रो साल बस्यो फलेकै थिएन यो साल फलेको अनि यत्रो छ तर मिठो छ गुलिया छ खुट्टानिर यत्रो झुप्पा छ ओहो फाइनली हामीले चाहिँ फडिन केलाइसक्यौँ मैले त्यो रुखमा एउटा यसरी टिप्दा गाह्रो भयो नि त अनि मैले झुप्पै टिपेको थिएँ यति काँचो पनि छ यो काँचो टिपेको केही दुःख पनि छैन आँगनमा झरेर बढार्दा दिन वक्कै लागिसक्यो छिटो सक्यो पनि हुन्थ्यो भनेको यो चाहिँ झुप्पावाला यो चाहिँ झुप्पामै खाने रुखको स्वाद पाउन मन लाग्नेको लागि यो चाहिँ केलाएर टिक्का पारेर राखेको अब चाहिँ म यो सबैजनालाई प्याक गरेर लगिदिने हो अनि यो लाँदाखेरिको यो खाँदाखेरिको के भन्छ त्यो एक्सपेक्टेसन होइन उनीहरूको इङ्ग्लिस बोल्न नि आउँदैन नेपाली बोल्न नि आउँदैन खत्तम भयो त के भन्छ त्यसलाई उनीहरूको त्यो के एक्सप्रेसनलाई के भन्छ फेरि नेपालीमा मैले कहाँ लग्छु यो पनि देखाउँछु ल यो भिडियो यो जामुन आज म कहाँ लाँदैछु कसरी लाँदैछु र पनि देखाउँछु अनि त्यहाँदेखि त्यस्तै हो यो जामुन कहाँ थियो तपाईँहरूलाई पनि देखाउँ यो त आकाशमा थिएन त्यहाँ माथि थियो म कति दुःख गरेर कति अल्गो ठाउँमा चढेर हेर्न घरको छाना भन्दा नि डबल छाना त्यहाँ गएर टिपेर ल्याएको पक्कै पनि मैले यो जहाँ पनि लान्छु उहाँहरू दुखी चाहिँ हुनुहुन्न होला हैन दुखी त कोही हुँदैन रे क्या अकेला म चाहिँ हिँडेँ है रेडी भएर अब फर्स्टमा क्लास जान्छु त्यहाँदेखि उता राजेघाट जान्छु मम्मी दादा छोरीहरू सबैलाई भेट्नलाई बाटोमा छु म सो यो चाहिँ ठ्याक्कै बुढेखोला तरिसकेपछि मिलन चेकदेखि भित्र छिर्ने बाटो हो यताको बाटो चाहिँ एकदमै सुनसान हुन्छ अनि मलाई एकदमै मनपर्छ म हिँड्छु यता चाहिँ हाइवे जस्तो गाडाङगुडुङ धेरै गाडीहरू हिँड्दैन अनि यो बाटो चाहिँ अलिकति गाडाङगुडुङ थियो हिजोअस्ति चाहिँ अहिले भर्खर हप्ता 10 दिन भयो यो पिच भएको यो बाटोलाई चाहिँ म चाहिँ हटिया लाइन भनेर चिन्छु ठ्याक्कै के भन्छ चाहिँ थाहा छैन है मलाई ल यो चाहिँ ठ्याक्कै हटिया लाग्ने नै हाम्रो आइतबारे बुधबारे हटिया लाग्ने एरिया नै हो है यहाँदेखि भित्रतिर चाहिँ हटिया लाग्छ यहाँ तलतिर देख्न सकिन्छ त्यतातिर
बाँसको के देख्नुभयो होला त्यतातिर ठुलो हटिया लाग्छ हरेक हप्तामा 2 दिन यो चाहिँ बाटो हो राम्रो बिल्डिङहरू देखाएको नि मैले हेरेँ क्या यो चाहिँ हाम्रो अरूको चाहिँ थाहा छैन मेरो लागि चाहिँ एकदमै मेरो क्याटेगोरीको मार्केट हो क्या मेरो लागि सस्तो पनि राम्रो पनि बजार म सबै मेरो सपिङहरू प्राय यही लाइनमा गरिरहेको हुन्छु अनि म यो बाटो पल्लो छेउसम्म देखाउँदै लान्थेँ जाउँ कि नजाउँ भइरहेको छु इटरी टुरै तपाईँहरूको आज इटरीको चोक टुर केही देखिँदैन होला यो बाटो र दोकान बाहेक यतातिर यो इटरीको भाँडा पसलहरू हुन्छ यतातिर इटरीमा कतै तपाईँहरूलाई कसैलाई भाँडा किन्नु पऱ्यो भने चाहिँ र बहुतार्नु पर्दैन यो एक लाइनमा मात्रै पाइन्छ अन्त पाइँदैन सबैको आफ्नो एउटा साइड हुन्छ नि त यो चाहिँ यतातिर चाहिँ हामीले हरेक किसिमको भाँडाहरू किन्न पाइन्छ यो साइडमा अरू केही पाइँदैन है यो साइडमा मोबाइलहरू यताउता केही पाइँदैन सबैको आफ्नो लाइन हुँदो रहेछ क्या सुनहरू भयो भने सुन हुन्छ मोबाइलहरू भयो भने मोबाइल हुन्छ किरानाहरू भयो भने किराना लुगा पसल भयो लुगा पसल त्यस्तै भाँडाहरू भयो भने भाँडा पसल हो यो चाहिँ ल म चाहिँ मेन रोड निक्लेँ अब यहाँदेखि चाहिँ सिधा हामी विराटनगर लाइन भन्छ है यसलाई चाहिँ विराटनगर जाने बाटो हो अब यहाँ विराटनगर जाने बाटो थोरै अगाडि गएपछि बसेर रोड क्रस गर्नुपर्ने हुन्छ मैले अनि त्यहाँदेखि मेरो क्लास जान्छु यहाँदेखि भित्र पूर्वाञ्चल रेकर्डिङ स्टुडियो सँगैको पहिला चाहिँ पूर्वाञ्चल नै हुन्थ्यो अरे म्युजिक क्लासको नाम अहिले फेरिएको छ सुरताल सङ्गीतालय छ मेरो भिडियो हेर्दै हुनुहुन्छ भने कोही हुनुहुन्छ भने इच्छुक हुनुहुन्छ भने आउनु होला सुरताल सङ्गीतालय है अब म यहाँदेखि रोड क्रस गर्छु रोड क्रस गर्नुपर्छ नि त सो मैले एकछिन भिडियो राखेँ कि मैले चाहिँ रोड क्रस गरिसकेर पनि यता अगाडि आएँ रोड क्रस गर्दाखेरि त अब एक त साइकलमा हिँडिन्छ अलिअलि आफ्नो केयर त गर्नु पऱ्यो त मलाई टक्क लाएर मेरो भाउजू है होचेर अब मेरो भाउजूले यो चाहिँ र मैले यो चाहिँ र रुखको स्वाद लिनु भनेर चाहिँ र मैले यो झुप्पा ल्याइदिएको होइन भित्र दाना छ नि झुप्पा छैन माथि अलिकति राखिदिएको यसो रुखबाट टिपेर खाएको जस्तै गरी खानु भनेर जामुन भन्दो रहेछ त्यो अङ्गुरको झोला कुनै कस्तो गुलियो कुनै अमिलो कुनै ओ माइलीहरू इना दिदीले भन्नुभएको थियो कि धोएपछि यसको रस जान्छ नधोइ खानु है नानी धोएपछि मिठो हुँदैन भन्दै हुनुहुन्थ्यो क्या शिवानीलाई किन धोएपछि टेस्ट जान्छ र त्यस्तै भन्छ त्यो दिदीले पनि तर यो नघिनै खाँदा हुन्छ है मैले झोला गोजीमा यहाँ कमरमा बाँधेर रुखबाट डाइरेक्ट झोलामा हालेको हो भुइँमा झारेको होइन एउटै पनि झोला होइन कमरमा बाँधेर अनि त्यहाँदेखि झोलाको कस्तो छ भाउजू ठुक्क मेरो भिडियो त कहाँ के भएछ मामा कस्तो छ रमाउनु भयो खाने मासु छैन कि तर रस चाहिँ आउँछ नि होइन सुकाउने हो भित्रको दाना खाने हो दिनको 4वटा 5वटा सुगरको यसको सबै थोकको दबाई हो कस्तो छ मैले भनिदिनु त एकचोटि त गुलियो छ होइन कुनै अलिकति अध कसरो त अलिअलि अमिलो त भइहाल्छ ती त तर हेर्दा सानो भए पनि धेरै मासु छ होइन उता पनि गुलियो भन्दै थालेको त मिठो छ तर अनुहारै देखिएन तपाईँको खै यताबाट हेरौँ त अनि देखिन्छ उता उज्यालो थियो नि त एकदम दामी छ मिठो खाँदै गर्नु ल माइली साइली कान्छाहरू आउँदैनन् बोलाइदिँदैन म यहाँ माथि गएर आउँछु ल दोकान यहाँ माथि ऊ छ होइन किराना पसल किराना हेर क्या कस्मेटिक पसल एउटा सानो चिम्टा किनेर ल्याउनु पऱ्यो क्या
म दोकान जाँदैछु एकैछिनलाई सानो चिम्टी ल्याउनु पर्यो मम्मीको गर्मीले टाउकोमा कपाल बेर्न सक्नु भएन छ नि त अनि कपाल छोटो छोटो उम्रेको कपालहरू छ क्या धेरै यस्तो झिङ्रिङ्ग परेको रहेछ सो मम्मीलाई चिम्टी लगिदिनु पऱ्यो भनेर चाहिँ म आउँदैछु यहाँ पाएँ भने लान्छु म चाहिँ माथि दोकानमा यो लिन गएको थिएँ क्या दोकानमा मान्छेहरू छन् नि त अनि जहाँ पनि मोबाइल तिर्सेर हिँड्न मलाई अलिकति अप्ठ्यारो लाग्छ सो मैले माथि खिचिनँ अब म रिटर्न आएँ पैसा 10 रुपियाँ फर्केछ अनि चिम्टी लिएर आएँ अब म मम्मीको कपाल बाँधिदिन्छु र यो चिम्टी उहाँलाई दिन्छु यस्तो होइन क्या हुन्छ नि यो त सानो हुन्छ फिस फिस कपालमा कति झिल्को हुन्छ सानो देखिँदैन भनेर अर्को त्यो ढ्याप ढ्याप खालको पनि अर्को पालि आयो भने ल्याइदिन्छु काम छैन के अरे न एक दुईवटा ल्याए भए हुन्छ ल बान्नु त त्यस्तै हुन्छ यता पनि झर्छ ल गरिहाल्नु त ल यसो गरौँ त्यसो गर्नु यहाँ होइन सबैतिर होइन यता एउटा यता एउटा यता एउटा यता एउटा गरी त म त सिकाउँदिनँ म त यो अगाडिको मात्रै यो अगाडिको पारा खाएको माइन्ड गर्नुहुन्न नि भिडियो बनाएको कहिले पनि ल्याइदिएको छु मलाई कता निकाल्नु ल अब त्यो पछाडितिरको पनि एउटाले भयो हो त्यो पछाडिको एउटा गर्नु त धेरै जङरङ्ग भएर मात्रै हो क्या एउटा निकालिदिनु मामा चिम्टी चोर्ने चोर्ने चिम्टी चोर्ने मामा ए यो सोल्डिनी के को बेकारमा अलिअलि चोर होइन मेरो डेन्जर चोर होइन यसरी चोर देखाइ चोरे नि कहाँ चोर हुन्छ त होइन र दाजु अनि के गर्ने हो भन्दै हुनुहुन्छ के गर्नु तपाईँ चाहिँ त्यो मामालाई पो के गर्नु मलाई काम लाग्छ छक्क पर्नु मामालाई चाहिँ ठुलो खाएको त्यो ढ्याप्ले पाउँछ नि कालो कलरको सोल्डिनी हो त्यो चाहिँ ठुलो भन्नु यो राख्नु हराएको बेला बेला युज गर्नु कहिले आउँछु त्यो बेला ड्याब्रे पनि ल्याइदिन्छु पर्दैन है यो बुढेसकालमा मलाई चिम्टी त्यो चिम्टी नक्कल गर्ने होइन त नक्कल गर्नले लाउने होइन नि चिम्टी भन्नु न ल्याइदिएपछि चाहिँ मलाई दिनु ल मामा मम्माले धेरै त काम छैन सघाउनु परेन मामा विदेशीको बुढीलाई मेरो त छैन बुढी विदेश इन्डिया चाहिँ नेपाल हो त्यो पनि विदेश हो थाहा छ छैन छिमेकी देश हो नि छिमेकी देश पनि विदेशै हो नि कतिर त हो यहाँभन्दा त्यहाँको पैसा ठुलो हो नि 2 घन्टामा यहाँ त 500 त्यहाँ त 800 अनि जसको दुइटैको बुढा विदेशमा 10 घन्टा फ्लाइटमा र 2 घन्टामा फरक पर्छ नि तर धन्यवाद सोल्डिनी यति मिठो हरिङ खुवाउनु भएकोमा अब अरू आशीर्वाद त दिन म केही चाहन्न कि सबैभरि पुग्नै हुनुहुन्छ धन्यवाद मात्रै हजुर हाम्रो परिवारमा सबै तपाईँहरूको गफ मिलिहाल्दो रहेछ क्या मेरो माइला आएर घरमा गफ गऱ्यो भने मलाई झल्झले ससुरा भएको याद आउँछ ठ्याक्कै मिल्छ हौ गफको लवाज मेरो पनि त्यस्तै हुन थाल्यो कि क्या म त्यस्तो गफाडी छु म त सिधै कुरा बोल्दा नि साँच्ची गयो मलाई त गफाडी नै भन्छ नि होइन क्या त्यो बोल्ने एउटा शैली हुन्छ नि त होइन मान्छे गफ गर्दै गर्दा बोल्ने शैली हुन्छ हुँदैन भन्नु त लाखास परो पारे यो खाएर यार सबै जिब्रो रातो न पहेँलो हुन्छ रातो पहेँलो बोल्ने एउटा ढङ्ग पनि छैन कालो हुन्छ यसले पकालो होइन क्या पर्पल कलरको हुन्छ हेर्दा त डाइरेक्टली हेर्दा ब्ल्याकै हो के हो त्यो धेरै खाँदा त केही हुन्छ साँच्चीकै म यो भरिकोमा कि सिरियसली एउटा कुरा भनौँ त्यो हाम्रो पाहाडमा त एकदम ठुलो मोटो मोटो हुन्छ नि कान्छी बच्चा पनि त लोभले होइन डाइनिङ टेबल चढ्यो अनि खायो
दाना एउटै नखाइले खान्थ्यो कसरी निल्नु अड्किन्थ्यो कसरी निल्नु अनि कसरी निल्नु अनि दानामा चाहिँ मिठो हुन्छ नि त यत्रो त 4 बार डल्लो ठुलो हुन्छ यत्रो यत्रो भरिको भित्र दाना छ यत्रो मात्रै हुन्छ यत्रो यत्रो निल्न सकिन्छ नि त अनि लास्टमा चाहिँ गोडा गर्दै दिन्छ हो मामा अनि थोरै दाना चाहिन्छ नेपालमा त्यही खाएको नि ला मेरो कपडामा जसले फुलेको थियो छतमा फुल्यो राष्ट्रलाई पनि गर्नु ओके ल हाम्रो के अरे ओ साथीहरू बोलिदिउँ न हौ आज के अरे हाम्रो मेरो आज भ्लग पनि आउँदैछ नि त के भन्छ रिहर्सल रिएक्सन के हो त्यो हामी प्र्याक्टिस गर्दैछौँ हाम्रो सर्टिफिकेटको चाहिँ रिएक्सन हो मेरो चाहिँ रिएक्सन हो ल गाइस चाहिँ के गर्ने ज्यान रिहर्सल भन्छ के भन्छ रिहर्सल 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 नेपालीमा के भन्छ च्याइकुमी राई भाषा सिली भाषै च्याइकुमी सिधै यो क्या आउँछ ओके आज हामीले यहाँ प्र्याक्टिस गर्दैछौँ मैले अस्ति भनेको थिएँ नि हजुरहरूलाई गाना रेकर्ड गरेको सो त्यो गानाको लागि थोरै डान्स स्टेप पनि हामी यहाँ सिक्दैछौँ सबैजना गायो भन्नुभएको 1 जना 2 जना 3 जना ए यस्तो मोबाइलहरू त कति हो कति नि हो कति हो कति कस्तो कस्तो मिठो हावा बेनु हो नि त नि गुड बोय ज्ञानी भएको नि फुल हेर्नु त यहाँ यो फुल हेर्नु त पिङ्क कलरको फुल होइन यो कुन कलरको फुल टिप्नु ल मम्मी आइहाल्नुहुन्छ ल रुनु हुँदैन वा फुल टिप्नु भएको त्यो त भएन नि टिपेको जब हामी उतातिर हामी बिनुमको मम्मीलाई पर्खिरहेको छौँ बिनुमको मम्मी चाहिँ कहाँ जानुभयो बिनुमको मम्मी कहाँ जानुभयो लिनु मोबाइल के गर्ने मेरो छानाले मोबाइल के गर्ने अब एउटा हातले मोबाइल अर्को हातले बिनुम म समाउन सक्छु त म सक्दिनँ नि हो मेरो कपाल मम्मीले हेर्नु भएन ए बिनुमको मम्मी हामी त झन् भिडियो बनाउँदै मम्मीलाई खेदेर हिँडेको मम्मी आइपुग्नु भयो ल ओके बाबा 1 मिनट फेरि भन्नु त कस्तो लाइट दिइरहेछ क्यामेरामा भन्नु त गाउनु त फेरि घर कहाँ हो तिम्रो त्यही खोला पारे घर कहाँ हो नानी हो घर कहाँ हो नानी त्यही खोला पारे नाम के हो नानी चन्द्र कुमारी हौ चन्दन कुमारी चन्द्र जुन भनेको चन्द्र गाना त हेर त मैले हेर्ने बित्तिकै एकदम स्लो प्रकाशमा जुन चन्द्र घर कहाँ हो नानी मलाई लय नै आएन घर कहाँ हो नानी त्यही खोला पारी तपाईँ भन्नु न म भन्छु अनि घर कहाँ हो भन्नु तपाईँ ल घर कहाँ हो नानी त्यही खोला पारी हजुर हामी त मोबाइलमै छौँ व्यस्त के थियो त्यस्तो विशेष ल छोडिदिनु टिपेर लगिसक्यो ल फेरि ल घर कहाँ हो नानी त्यही खोला पारे नाम के हो नानी चन्द्र भन्छु ए चन्द्र कुमार यस्तो नबोल्नु न म भिडियो नहाल्नु ए सर त्यसले ब्याक गर्नु म यही हाल्छु पुतली अरे लाउरे दाई माया नलम्बो के लायो माया कस्तो टल्किरहेछ कस्तो देखिरहेछ थाहा छैन अब यो भिडियो हाल्नु कि नहाल्नु पनि थाहा छैन ओके अस्तिको मेरो राई गानाको थोरै त्यसले मलाई बोल्न दिएन हिजो अस्ति 2 दिन त भयो अस्ति नै हो अस्तिको हाम्रो राई सङ्घको लागि थोरै हामीले भिडियो बनाउने तयारीमा छौँ हामीले नै सो एकछिन प्र्याक्टिस गऱ्यौँ अघि
के अरे फेरि बोल्दै आएन रियर त्यो भिडियो खिचिदिने सेयर गरिदिनु होला हैन भिडियो खिच्ने मान्छे भएको भए हामीले के गर्यौँ पनि देखाउँथ्यौँ क्या फेरि अनि भिडियो खिच्ने मान्छे थिएन सबै उफ्रिन थाल्यौँ भएन छ त्यो चाहिँ भिडियो बनाउन पाइएन अब चाहिँ म फर्किँदैछु पानी पर्न लागेछ रात परिसक्यो ल बाई गर्दिन बाई बाई